हेलो गुड मर्निङ गाइज। आज चाहिँ अहिले बिहान 7:30 बज्यो। आज चाहिँ हामी काफल खान जाने भन्ने प्लानमा छौँ। अब बिहान किन हिँडेको भन्दा दिउँसो अफिसतिर आज जानु पर्ला जस्तो छ, त्यो भएर बिहान निस्केको। अनि त्यसको लागि चाहिँ म अनि ओ यहाँ छ त अङ्कल, अनि हाम्रो काका अनि यो चाहिँ भाइ, तीनजना हामी प्लस हेलो प्रोम्याक्स अगाडि आउन चाँडो उहाँ दाइ। 4 जनाको प्लान छ आज जाने चाहिँ। हाई गर्छ नि दाइ। ल 4 जना जाने भन्ने छ आज चाहिँ। अब सायद यो कहाँ जानु दाइ हामी आज लेले जाने काफल खान। लेलेमा काफल रुख काफलहरू पाइरहेको छ, त्यहाँ जाने। जस नयाँ सुरुवाती गर्नु पर्यो। तपाईँहरू पनि जस जान चाहनुहुन्छ भने सातो बाटोबाट लेलेको रोड हुँदै आउनु होला। हल्का माथि टपमा जानुपर्छ, त्यहाँ हल्का नर्मल साधन भयो त्यो भयो पनि पुग्छ। यसो छ ल। आजको बाइकहरू हाम्रो यिनीहरू नै हो। यो चाहिँ यो 72 मेरो उयो काकाको होइन। टक्क जानेछौँ र अनि बिचमा टक्क तपाईँलाई पनि देखाउने। ल हामी लेलेको टुरमा काफल खान जाँदैछौँ। तपाईँहरू पनि आउनु होला। हामी जोस हामी जान थालिसक्यो। तपाईँहरू पनि जोस मलाई चिन्ने र यो बसन्तलाई चिन्ने को हुनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एक राति जोस स्टे गर्न सक्नुहुन्छ। यहाँ चापागाउँमा हेर्न सक्नुहुन्छ। बब्बाल रोड छ, बब्बाल। अझै छेउछाउमा बन्दैछ, एकदम खुल्ला क्या। जामसाम हुने यताउता त्यस्तो छैन। अब आउँदैछौँ। त्यहाँ अगाडि कस्तो राम्रो त्यो स्पोट छ, पिकनिक स्पोटहरू त्यहाँभित्र। हामी एकछिन हावा लगायो। यहाँ हावा बाइकमा हावा छैन। बसन्त पनि यहाँ छ। एकदम माथि हेर्न सक्नुहुन्छ। एकदम डाँडा काँडा एकदम रमाइलो छ माथि। हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँ लेले जाने बाटोमा पुग्यौँ। यहाँ चापागाउँमा पुगिरहेको छौँ। टायरमा चाहिँ अलि हावा कम रहेछ, हावा हाल्न पुगिरहेको छौँ होइन। त्यसपछि हामी सिधै हावासँग हाल्यो भने सिधै लेले भेट्नेछौँ। लेलेमा आज एकछिन त्यो काफल पाकेको छ कि छैन त्यो चाहिँ अब खानेर भनेको गइयो होइन। अब के हुन्छ त्यहाँ गएर त्यहाँ तपाईँले देखाउने नै छ। हाम्रो सुरेश भाइ पनि हाँसिरहेको छ, खुसी छ, ह्याप्पी नै छ। त्यहाँ हावा टायरमा हावा हालिरहेको छ होइन। तपाईँहरूलाई पनि यसो घुम्न मन लाग्छ भने बेलुकातिर आएर नभए बसन्तलाई कन्ट्याक्ट गर्नु, मलाई कन्ट्याक्ट गर्नु। एक नाइट जो चापागाउँमा स्टे गर्न सक्नुहुन्छ। त्यहाँ एउटा हाम्रो कटेज छ, त्यहाँ आएर यसो रातो भाले साले ल्याएर त्यहाँ रमाइलो गरेर बिहान पख पनि घुम्न जान सक्नुहुन्छ। ल हेर्नु, यहाँ एकदम खुल्ला रोड छ, अझै रोडहरू बन्दैछ। अब अरू कुराहरू तपाईँलाई माथि नै काफल छ कि छैन, के कसो छ माथि नै तपाईँलाई यो जानकारी गराउँछु। हामी यहाँबाट यस्तो बवाल रोड छ, सबै कुराहरू तपाईँलाई देखाउँदैछु। हेर्नु, ग्यारेजको पनि सुविधा छ, पेट्रोल पम्पको पनि यहाँ सुविधा छ। यहाँनिर पेट्रोल पम्प हो होइन। तलतिर पेट्रोल पाएन भने यतातिर गर्न सक्नुहुन्छ। बबाल रोडहरू छ। ल हेर्नु त, यस्तो दामी ठाउँ छ कि यहाँ। बसन्त साइड
साथीहरू अहिले हामी चाहिँ लेलेमा पुगिसक्यौँ है। लेले पुगिसक्यौँ। अब लेलेमा एकछिन बाइक राखेर मन्दिर रहेछ, बिहान दर्शन गरौँ भनेर आएको। यो अर्को मन्दिर छ यहाँ। यो भर्खर नयाँ निर्माण भएको मन्दिर रहेछ। कस्तो छ हेरौँ है। ल ओइ लागिहाल जोल्याउ त नभन न यार जोल्याउ लाग ल। यसैमा अब हामी एउटा कस्तो छ मन्दिरमा आइपुगेका छौँ। मन्दिरको दर्शन गर न सबै। दर्शन गरेर हामी एउटा सानो मिठो एउटा भगवान्सँग एउटा हामी प्रार्थना गर्दै हामी त्यो गीतको भोकलबाटै हामी केही कुरा माग्नेछौँ। मायाको चिनो माया माग्नेछौँ। ब्रह्मा विष्णु हे दुर्गा महेश्वर, हाम्रो मिलन गराइदेऊ परमेश्वर, धेरै माया गर्छु। मर्ने बेला सबैले राम राम भन्दै मर्छन्, म त तिम्रैमा जपी जपी मर्छु। मर्ने बेला सबैले राम राम भन्दै मर्छन्, म त तिम्रै नाममा जपी जपी मर्छु। भगवान् हामीले सोचेको आँटेको पुरा होस्। यहाँबाट चाहिँ अब हामी कहाँतिर जाने हो त है? अब माथि काफल माथि नै हामी पहिला गएको थियौँ नि योभन्दा पहिलोचोटि। अनिल हामीहरू अनिल हामी गएको ठाउँमा त्यो ठाउँमा एकदम सजिलो बाइक राख्न बाइक ल जाउँ। अब यहाँबाट अब हामी निस्क्यौँ। एउटा सानो गीत सुनाएको त्यो भगवान्लाई चाहिँ प्रार्थना चाहिँ होइन, हाम्रो एकछिन इच्छा हो त्यो रहर। र भगवान्लाई चाहिँ हामीले सबैले सुख दिउन् भन्ने हो। सबैको भलो होस्। यहाँबाट हामी हाम्रो पनि होस्, हाम्रो किन नहोस् होइन। मान्ने मान्छे त हामी हेर हाम्रो हुनुपर्छ क्या। सबैको होस्, हामी लगायत सबैको होस्। सबैको राम्रै होस् भन्ने होस्। सबैको राम्रै होस् होइन। देशमा शान्ति होस्। अब यो बाटो लगभग 5 मिनट कुदेर त्यसपछि हामी माथि पुग्छौँ होला सायद। त्यसपछि हामी कुरा गरौँला है। हजुर कुरा गर्छु यहाँलाई सुम। यहाँ अब भाइले बाइक चलाउँछु भनिरहेछ। म चाहिँ अब यसो 2-4 शब्द बोल्दैछु। क्या हामी चाहिँ हिँड्यौँ साथीहरू यो बाटो। काफल खान आऊ सानो गाउँतिर भाटाको मायालुको सहरमा मेरो गाउँमा घर छ। ढिलो भन्न पाउँदिनौ, ठुलो भन्न पाउँदिनौ, उकाली र ओह्राली गरिराख्नु पर्छ। यहाँ यस्तै छ हजुर।
हे भाउजूले धोयाको दाजुको सुकिलो कुर्ता भाउजूले धोयाको हे भित्री मन रोयाको कोही पनि नदेख्ने रहेछन् भित्री मन रोयाको खल्लराडी ड्याममा पढे बसन्त चाहिँ धेरै ठाउँमा चिप्लिसक्यो परवेशले काँफल पाकेको देखेँ भनेको छ त्यही भएर मैले यहाँ फुल ल्याएको छु परवेशले देखेकोमा म यो दुईटा फुल लगाइदिन्छु ओ यहाँ परवेश तँलाई काँफल देखेकोमा म फुल लगाइदिन्छु तँलाई तेरुको पाकिहान काका तल काँफल सजाले हान्ने मरुदै छोड्याको भगवानलाई अब लागि जाऊ मरुदै छोड्याको यो गीतको मेन गायककार भनेको हाम्रो सुरेश भाइ हो भैँसी दुन्या नै बो गाई दुन्या गुराउँसी ठेको भैँसी दुन्या नै सुरेश भाइको गीतलाई मन पराएर परवेशले दुई फुल ल्याएर आएको छ कानमा लगाइदिनलाई फुल पनि लगाइदिइसक्यो जोस परवेशलाई त्यो गीत सुरेश भाइको गीतले मन छोयो अरे मेरो मुटुमै पोल्यो अरे देखौ न गाइस देखौ परवेशको मन पोल्यो अरे नस्याल मार्याको स्याउलीले तोड्याको मरुदै छोड्याको भगवानलाई पाप लागि जाओस् मरुदै छोड्याको यहाँ हेर्न सक्नुहुन्छ पालुवाहरू पलाएर यो बसन्त ऋतुमा पुरै वन जङ्गल हरियाली छ जोस रमाइलो क्या म यता पछाडि छु हाम्रो दाजुभाइहरू काँफल रुख पर त्यहाँनिर रहेछ ऊ त्यहाँ बल्ल अब काँफल हो कि क्याँफल हो त्यहाँनिर गएपछि थाहा हुन्छ सुरेश भाइले देख्यो रुख ठुलो रहेछ गाइस ठुलो रुख रहेछ तर त्यो रुखमा हामी जान नसक्ने भयौँ अब एकछिन ट्राई गर्छौँ त्यही पनि रुख पाके रहेछ नि बसन्त यार ल गाइस तपाईँहरू पनि खान नपाए पनि यो रुखमा पाकेको दर्शन गर्नुहोस् काँफल हेर्न सक्नुहुन्छ है के गर्ने रुखमा चढ्न सकिँदैन टाढैबाट हेर्ने तपाईँहरूलाई पनि यहाँ भिडियोमा देखाउने तपाईँहरू पनि थुक्निल्दै गर्नुहोस् लेदर चप्पलै त्यस्तै न लेदर पनि मार्ने सडिया चप्पल
फेरि छालबाट हामी माथि डाँडाकाँडा लागिरहेछौँ। पिल्चोडबाट अहिले वरिपरि खोलीकुन्ना हुँदै हामी तलिफैटा निस्किँदै माथि ठ्याक्कै जुकोट निस्किनेवाला छौँ। लगभग हामी आरू खोला ठेकापुर पुगिसकेका हौँ। यहाँ सल्लाडी हेर्नुहोस्। पहिले यहाँ एन्टिक सामान भेटाइसकेको छ। यसको सायद हाम्रो नेपालमा त यसको मूल्यै छैन। अब विदेशी डलरहरू कति हो भन्ने यो अनुसन्धानमा हामी लागिरहेछौँ। अब गुज्जरीले त्यो माथि त्यो सामानलाई नापजाप गर्ने के मिसिन ल्याएको छ अरे, त्यो निकाल्दैछ। हेर्दैछ। अब यसको बारेमा थोरै यो जानकारी गरिदियो त यार। यो औली सल्लो हो। यो विशेष गरेर चाहिँ समुद्र सतहदेखि चाहिँ 400 देखि 800 को बिचमा चाहिँ यो हुन्छ भन्ने अनुमान छ। यसको चाहिँ फल यो पुरा यसको भित्र हुन्छ। बिया चाहिँ खानेहरू बिया चाहिँ त्यसमा के भिटामिन लागि चाहिँ भिटामिन प्रोटिनहरू के मिल्छ र त्यसमा पाइन्छ। यसले चाहिँ खोइ के हो, यसो खाएर पनि देखाउन सक्नुहुन्छ तपाईँ? के भन्छ यो जोड्नेहरू दुखेको, यो हड्डीहरू खिएको चाहिँ एकदम यसले चाहिँ फाइदा गर्छ गाइस। यो चाहिँ यो यसको चाहिँ ल त तपाईँ पनि खाएर देखाउन सक्नुहुन्छ? अब यसलाई चाहिँ अहिले चाहिँ अब हामीले चाहिँ अब कसरी खाने, यसरी खाने हो। यसको भित्र हुन्छ गाइस, यसको पनि भित्र हुन्छ। ए ल हेर्न सक्नुहुन्छ। यसको भित्र यो यस्तो हुन्छ। बिग्रेको रहेछ गाइस। ए बिग्रेको। त्यही भएर यो चाहिँ छैन। यो एकदमै नयाँ नयाँमा हुन्छ। यो चाहिँ पुरानो रहेछ। यो अब कतिपय रेस्टुरेन्टहरूमा चाहिँ रिसोर्टहरूमा चाहिँ सजाएर राखेको देख्नुभयो होला। यो चाहिँ औली सल्लाहको चाहिँ फल हो गाइस। यो तपाईँलाई लाग्छ त्यहाँ के कहाँबाट आयो कसरी आयो भन्ने हुन्छ। यो चाहिँ एउटा रुखबाट फल हुन्छ। जस हाम्रो बसन्त साई, सुरेश साई पनि त्यो अब त्यो औली सल्लो रे। यसको नाम औली सल्लो होइन त परवेश साई? औली सल्लो हो। यो त्यो भित्र के भिटामिन प्रोटिनहरू पाउँछ, त्योभित्र के बिया हुन्छ भन्ने कुराहरू उहाँले सुनाइसक्नु भएको छ। र उहाँहरूले पनि रोड पिच हुन्छ। रोड पिचको लागि जुन चाहिँ कोइल निकालिन्छ हो त्यो चाहिँ यसकै रुखबाट हो। ए यसको रुखबाट सल्लाहको चाहिँ सल्लाहबाट त्यो चोपहरू निकाल्ने होइन? त्यो चाहिँ रोड पिच रोडको लागि चाहिँ हाम्रो सुरेश साईले पनि यसको बारेमा राम्रोसँग बुझिसक्नु भएको छ। र अब तत्कालीन सुरेश साई जुकोट गएर त्यो आरू खोला र ठुलाबाटा सल्लाहहरू खोटो निकालेर हाम्रो पिल्चोरसम्मको पिच गर्ने जिम्मा, त्यो पिच गर्ने जिम्मा चाहिँ सुरेश साईले लिनुहुनेछ, त्यो खोटो सोटो निकाल्ने काम। अब त्यसको मेन जिम्मा ठेकदार चाहिँ हाम्रो यहाँ परवेश साई हो। त्यो खोटो निकाल्नेको बोस। यहाँबाट 10-15 मिनट हिँड्यो भने गाइस यहाँ हेलिप्याड छ भन्ने कुराहरू पनि हामीले सुनिसकेका छौँ। र जोस रमाइलो सल्लाडीको बाटो हुँदै हामी हेलिप्याड जाँदैछौँ। त्यो हेलिप्याडमा एकछिन बसेर हामीलाई काठमाडौँसम्म लिने हेलिकप्टर आउँछ भन्ने भनेको छ। जोस रमाइलो छ। ओहो सायद हाम्रो गाउँठाउँमा पनि यस्तै सल्लाडीहरूमा वन जङ्गलहरूमा थोरै विकास भएको भए यस्तै रमाइलो हुन्थ्यो होला। योभन्दा पनि रमाइलै हुन्थ्यो होला। साथीहरू अहिले चाहिँ हामी ललित के अरे लेलेभन्दा अलि माथि आएको। कामल खाने भने त आएको कामलै रहन्छ। बोटहरू पनि खालि सुक्खा रहेछ। अब एकछिन यहाँ अगाडि घुम्ने ठाउँ छ अरे, त्यहाँ जाँदैछौँ हामी। हेलिप्याडहरू छ के भन्ने कुरा सुनिरहेको थियौँ। हेरौँ कस्तो छ त्यहाँ। यसो तल मसँग आएको दाजुभाइ चाहिँ अगाडि गइसक्नुभयो। अति चिप्ली लास्ट छ। यो चिप्लिने चप्पल रहेछ मेरो। अघि एकछिन एक ठाउँ चिप्लेको, हातमा अलिक चोट लागिरहेको थियो। त्यो पनि अब जाँदैछौँ हामी। हेर्नुहोस् है। हे स्याउलीले तोडाको
स्याउली बन स्याल मार्याको स्याउलीले तोड्याको मरुँदै छोड्याको भगवानलाई पाप लागि मरुँदै छोड्याको यस्तो छ अवस्था। जब गाई जो कस्तो छ कस्तो खालको भन्ने अब गाई जो बोकाको भन्ने कि पतनको हाँडेको भन्ने कि यार त ओ सुरेश ल तँलाई काम लाग्ने छ यो जाउँ जाउँ यहाँ आइगयौँ यार हजुर पनि यार नआत्तिछन् काका यार चिप्ले लाए पिरोलमा ओए नमाज ओए सुरेश ओए यहाँ हेर त गाइज हेलो सुरेश यहाँ हेलो राजखानीको मालिक हामी यताबाट पर त्यही गाउँ हुँदै पराउन सक्छौँ जानु पऱ्यो क्या त्यहाँ जाने बाटो छैन बाटो छैन त्यहाँ माथि एममा पुग्छ त त्यही त हो यहाँ चाहिँ यो के को लागि हो दिदी यो के को लागि हो यो ओछ्याउने हो तल तल बिछ्याउने हो मल पनि हुन्छ होइन यसले तल रोडसम्म पुगाइदिन्छ गोरुको ठाउँ होला पछाडि तल लाग्यो क्या ठेको लाग्यो भन्दा नि त ल हिँड्नुमा अगाडि ओ त्यो चिप्ले लायो तल जुत्ता छ त्यहाँ कहाँ फैतालिन लाग्थ्यो दाइ होइन हेर फैतालिन लाग्थ्यो भैँसाले लाग्छ हिँडो गरे है चिप्ले लायो भयो त्यो दिसो यही रह हेलिप्याड त्यही रहेछ त हेलिप्याड उतैनिर रहेछ ऊ तल यहाँ चाहिँ हेलिप्याड रहेछ ऊ यहाँ यहाँबाट एकछिन फ्रेस भयो रिफ्रेसमेन्ट भयो जो अब चाहिँ हामी हिँड्दैछौँ यहाँबाट अब चाहिँ जानु पर्यो राइट हे कस्ता हुन् गाडी
कहाँ हुन्न बिजुली बत्ती कस्ता हुन्न गाडी हे जन्म्या भूमि छाडी परदेशै बस्नु पर्यो जन्म्या भूमि छाडी हामी चाहिँ यहाँबाट फर्केको गाइज सो ल भ्यू हेर जङ्गलमा आयो र हरियाली हेऱ्यो भने आँखालाई पनि शीतल मनलाई पनि शान्त बहुत रमाइलो हुन्छ जङ्गलतिर टक्क लाएर लगभग 3 किलोमिटर माथि अगाडि नै हिँड्छ माथि 3-6 किलोमिटर हिँड्छ त्यहाँबाट जनमा माथि फल्यारी छ त मन्दिर त्यहाँ जान्छ अनि त्यहाँबाट आएर त्यही नआउँछौँ कि गाडाबाट चाँडो माथि स्वर्गमा पुग्ने भन्ने हो कि खोलाबाट अलिक टाइम लाग्ने भयो है खोला खोल्साबाट त्यो माथि राइट यस्तो छ यहाँबाट चाहिँ अब हामी निस्किन लाग्यो है टक्क लाग्यो अन्त पैसालु छेराउँदा एक मिनट जति टिफे फर्किनु भयो तैँले एक मुठो टिप हातले फोटो खिच्नु अलि मजाले हाँस्न यार भाइ यार हाम्रो भिडियोमा त दाँत 32 दाँत देखाएर हाँस्ने हो होइन अङ्कल काफल पाकेनन् कि ऐसालु पाकेका बन काफल पाकेन ए छोटकी थाहा पाइनन् कि प्रवेश सधैँ ढाँडो रहँदो भुजरी आएको भुइँचाले थाहा पाएन कि भयो फोटो राइट यस्तो छ यहाँबाट चाहिँ अब हामी निस्किन लाग्यो है टक्क लाग्यो अन्त पैसालु छेराउँदा एक मिनट जति टिफे फर्किनु भयो तैँले एक मुठो टिप हातले फोटो खिच्नु अलि मजाले हाँस्न यार भाइ यार हाम्रो भिडियोमा त दाँत 32 दाँत देखाएर हाँस्ने हो होइन अङ्कल
काफल पाक्दैन काफल पाकेनन् कि ऐसालु पाकेका बन्न काफल पाकेन छोटरी थाहा पाइनन् कि प्रवेश सधैँ ढाँडो रन्डो भुइँचोरी आएको भुइँचालो थाहा पाएन कि भन्छ भयो फोटो त्यो अङ्कलले साथीहरू बेच्छ अलिकति यो भिडियो हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला अहिले चाहिँ हामी फर्किसकेका छौँ अब ठ्याक्कै त्यत्रो पुग्यौँ हामी चाहिँ अनि आजलाई चाहिँ यो भिडियो यति मात्र प्रत्येक शनिबार एउटा भिडियो ल्याउने प्रयास गर्नेछौँ अब चाहिँ आजलाई चाहिँ छुट्टी बाई तपाईँहरूको दिन शुभ रहोस् तपाईँले आँटेका कुराहरू सबै पुरा हुन् हस् त बाई बाई टाटा